के तपाईँ पनि एनसिएल प्रयोगकर्ता हो? तपाईँको मोबाइलमा पनि मेरो जस्तै ब्यालेन्स काटिराख्ने समस्या छ भने एकैछिन यो भिडियो हेर्नुहोस्। यसको लागि सबभन्दा पहिला आफ्नो मोबाइलको डायल प्याड ओपन गर्नुहोस्। ल हेर्नुहोस्, यसमा चाहिँ तपाईँले *9005 यस डायल गरेर चाहिँ तपाईँले कल गर्नुपर्ने हुन्छ। तपाईँले चाहिँ कल गर्नुहोस्, त्यसपछि चाहिँ हेर्नुहोस्। ल हेर्नुहोस्, यहाँ नम्बर 5 मा इनेबल डिसेबल सर्भिस भनेको छ। तपाईँको मोबाइलमा धेरै ब्यालेन्स काटिरहेको छ भने त्यत्तिकै ब्यालेन्स काटिरहेको हुन्छ भने चाहिँ तपाईँको मोबाइलमा कुनै न कुनै सर्भिस चाहिँ इनेबल भएको हुन्छ। त्यही भएको कारणले चाहिँ तपाईँको मोबाइलमा ब्यालेन्स काटिरहेको हुन्छ। तपाईँले चाहिँ त्यसको लागि नम्बर 5 डायल गरेर यसमा चाहिँ तपाईँले 5 नम्बर थिच्नुपर्ने हुन्छ। त्यसपछि तपाईँले यसलाई रिप्लाई गर्नुपर्ने हुन्छ। त्यसपछि देखाउँछ गाइस कुनै पनि सर्भिसहरू ओपन भएको छ भने बन्द भएको देखाउँछ। त्यसपछि तपाईँको कुनै पनि सर्भिसहरू खुलेको छ भने बन्द हुन्छ। अहिले एकैछिनमा चाहिँ म्यासेज आउँछ, मेरोमा चाहिँ कुनै सर्भिसहरू बन्द भएको छ, कुनै खुलेको छैन, मैले पहिले पनि बन्द गरिराखेको छु, त्यही भएर मेरोमा चाहिँ आएको छैन। तपाईँहरूको चाहिँ आउँछ, तपाईँले गर्न सक्नुहुन्छ। यसरी ट्राई गर्नुहोस्। त्यसपछि चाहिँ तपाईँको मोबाइलमा ब्यालेन्स काट्ने समस्या चाहिँ हटाएर जान्छ।